हेलो नमस्ते एभ्रिवान सबैजनालाई आज चाहिँ म माछाको रेसिपी बनाइरहेको छु। यो चाहिँ घरबाट पठाएको तारेर पठाइदिएको माछा है। मैले प्याज स्याज काटिसकेपछि चाहिँ अब म कराई बसाल्छु। कराई बसालेर तेल हालिसकेपछि मेरो साथी चाहिँ मसला मिठो खानुपर्छ भनेर मसला पिसिरहेको छ। यस्तो मजाले मसला कहिले नपिस्ने मान्छे मसला मजाले पिसिरहेछ केटीले। हेर्नुहोस् त कस्तो मजाले मसला पिसिरहेको छ। आज चाहिँ माछा मिठो बनाएर खानुपर्छ है। ल मिठो बनाऊ भन्दै मलाई बनाउन लगाइरहेछ। म चाहिँ प्याज स्याज हालेर टमाटर समाटर हालेर पुरा मजाले फ्राई गरिरहेको छु। तपाईहरुलाई फाइनल लुक पनि देखाउने छु। सबैले जानले हेरिदिनु होला है। अनि टमाटरलाई चाहिँ चलाई पुरा मजाले घोटेर सकेपछि फेरि मसला हाल्छु। मसला हालिसकेपछि फेरि मसलालाई मजाले पकाउँछु। हामीसँग चाहिँ तोरी थिएन है। तोरी पिसेर राख्यो भने एकदम राम्रो हुन्थ्यो। अब झोल बनाइसके। झोल बनाएर फेरि हालिसके।